ल है साथीहरु हेर्न सक्नुहुन्छ दक्षिण कोरियामा पनि यो एक्सिडेन्ट भएर चाहिँ गाडी निकाल्नको लागि गाडी हेर्नु न यहाँ कम्पनी भित्रै पसिरहेछ। मामाले कोरियन मामाले आएर यहाँ निकाल्दैछ। फोर्क्रेट गाडी निकाल्ने क्रेन ल्याएर चाहिँ तान्दैछ है साथीहरु कोरियाको मामाले। यत्रो धेरै छ अनि गाडी एकचोटि दुर्घटना भयो भने फेरि यहाँ त गाह्रो पो हुन्छ त कम्पनी भित्रै छिर त नि। कम्पनी भित्रै छिरेर निकाल्छ अब। कस्तो चिप्लिन्छ। ल हेर्नु है साथीहरु दक्षिण कोरियामा पनि गाडी एक्सिडेन्ट हुँदाखेरि चाहिँ क्रेनले निकाल्दो रहेछ। यहाँ देख्न सक्नुहुन्छ गाडी झुन्डाएर हेर्नेको रमिताइ त छ। विकसित ठाउँमा चाहिँ यसरी गाडी निकालेर चाहिँ अब एक्सिडेन्ट हुँदाखेरि झन्डै मान्छेलाई चाहिँ केही भएन। गाडी चाहिँ ध्वस्तै भयो कम्पनी भित्रै छुरिएको छ नि। यहाँ देख्न सक्नुहुन्छ यहाँ मामा आएर बसिरहेछ हैन कोरियन मामा। गाह्रो छ कोरियामा पनि। फेरि यता अर्के अब यसको गाडी। एउटालाई निकाले एउटा फेरि अर्के यहाँ भाँसिएर अब एक्सिडेन्ट होला जस्तो चाहिँ डर लागिसक्यो यार मलाई त। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। कोरियामा पनि यसरी विकसित ठाउँमा चाहिँ गाडी एक्सिडेन्ट भयो भने यो चाहिँ कम्पनी पल्लो कम्पनी छेउमै एक्सिडेन्ट भइरहेको थियो। भित्रै पसेको नि कम्पनी भित्रै क्रेन आएर चाहिँ बल्ल निकालेको। ल बल्ल निकालिसके है अब चाहिँ यहाँ ड्राइभर पनि हिँडिसक्यो अब यो गाडी लिएर। यसको झन्डै ज्यान जोगिएछ आज। थेबाकी हो थेबाकी दा। मेरो छ पनि यहाँ सामान लिएर राखेको हैन। आज झन् दाइको बर्थडे सेलिब्रेसन गर्नु पर्यो भने सामान टन्नै किनेर ल्याएको। बाटोमा गाडी एक्सिडेन्ट भइरहेको थियो गाइज। र चाहिँ म अब सामान लिएर चाहिँ जानु पर्यो। 나갔어요 이제. 아 대박이다. 당연하지. गाडी नै गाडी छ अनि यत्रो गाडी निकाल्दा एक्सिडेन्ट भइहालेछ। गाह्रो छ कोरियामा पनि। ये बड़ी अच्छी बात कही आप।